नमस्कार हजुरहरू सम्पूर्णमा म अहिले अस्ट्रियाको डेमोन्स्ट्रेट अल्टरनेट भन्ने ठाउँमा छु हैन। त्यहाँ एकदम मनोरम शानदार दृश्य देखियो। त्यो कारणले म हजुरहरूलाई पनि केही दृश्यहरू देखाउनको लागि चाहिँ क्यामेरामा कैद गर्न गइराखेको छु। यो पहेँलो मानव खैरो भनौँ न, यो खैरो पुरै तपाईँको चाहिँ गहुँ खेती हो है। जति देखिएको छ वहाँ त्योभन्दा उता देखेको हरियो फेरि मकै खेती हो। अब त्यस पछाडि यहीँनिर गहुँ खेती छ है। अनि त्यस पछाडि यहीँनिर हेर्नु कति राम्रो सनफ्लावर खेती छ वहाँ पर हैन। सनफ्लावर खेती छ कस्तो सुन्दर हैन। त्यहीँनिर गहुँ खेती छ, यहीँनिर सनफ्लावर खेती छ। अनि त्यस पछाडि यो सनफ्लावरबाट थोरै यतापट्टि आएँ म देउरेपट्टि साइडमा। त्यहाँ फेरि तपाईँको चाहिँ के खेती होला यो थाहा छ हजुरहरूलाई? ल भन्नुहोस् त। यो तपाईँको भट्ट खेती। यो पुरै हरियो फेरि सबै भट्ट हो। यो तपाईँको चाहिँ सबै सनफ्लावर हो। हाई टेन्सनको मुनि छ पुरै। हेर्नुहोस् है खेती गर्ने तरिका पनि। सबै सनफ्लावर खेती भयो। यतापट्टिको यो भट्ट खेती हो, पुरै भटमास खेती छ है। ल हेर्नुहोस् खेती गर्ने तरिका सबै हाई टेन्सनको मुनि सबै खेती छ। यो पुरै हाई टेन्सन हिँडिरहेको छ, हाई टेन्सनको मुनि पुरै खेती छ। यो पुरै भटमास खेती है। कस्तो राम्रो छ भटमास पनि, लगभग फुल खेल्न लागेको छ। त्यस पछाडि यता गयो फेरि हैन। यता तपाईँको फेरि मकै खेती छ है। यो पुरै मकै खेती हो। अनि म तपाईँलाई फेरि यहाँ देखाउँछु यो बाटो मकै खेती। यो तपाईँको फेरि बेरिज, यहाँ बेरिज फलेको छ, पाकेको छ। ल हेर्नुहोस् यो बेरिज सानो रुख छ, बेरिजहरू पाकेको छ। ल हेर्नुहोस् यसो ट्याप्प टिपेर खान मिल्छ यसलाई। ट्याप्प टिपेर खान मिल्छ बेरिजहरू है। हेर्नुहोस् पाकेको छ, मिठो हुन्छ यो बेरिज हैन। अमिलो मिठो हुन्छ। त्यस पछाडि यता तपाईँको चाहिँ अर्कै प्रजातिको बेरिज छ। एउटा सानो बुटो छ, यो पनि बेरिजै छ। ल हेर्नुहोस् कस्तो झुत्तै फलेको छ बेरिज, ब्लुबेरिज। यता मकै भयो। अनि यता फेरि स्याउ छ, हेर्नुहोस् यो स्याउ। ल यो फेरि तपाईँको स्याउ खेती। यो स्याउ झरेर हेर्नुहोस्, ल यहाँ पुरै झरेर स्याउहरू। ल हेर्नुहोस् स्याउ। यो स्याउलाई पनि तपाईँको यसरी ट्याक्क टिपेर खान सकिन्छ। यसलाई यसरी नै डाइरेक्ट यसरी नै आम्मा गरेर नि खान सकिन्छ हैन। स्याउ कस्तो झुत्तै फलेको छ यसलाई हेर्नु स्याउ। त्यहाँ पनि फेरि अर्को स्याउको बोटो छ, तर स्याउहरू सबै झरेको छ। यहाँ यिनीहरूले यो खाँदैनन्, खै खाँदा राजन रहन्छन् कि सबै झरेको छ। अनि यो फेरि तपाईँको चेरी हो है। यो फेरि तपाईँको चेरी हो। चेरी फलिसकेछ, चराले खाइसकेछ क्या, पुरै झरिसकेछ पनि। चेरी सकिने सिजन हो यो चाहिँ। त्यो चेरी फरेर उखाएर चराले सबै झरालिसकेछ हैन। तपाईँको यो फेरि नस्पति, यो नस्पति हो फेरि होइन। यस्तो खालको नस्पति छ फेरि हेर्नुहोस् है। यो नस्पतिको बुटो हो। नस्पति लटरमै फलेको छ नस्पति। यो नस्पति पनि यस्तरी खान मिल्छ, गरेर खान मिल्छ होइन। नस्पति भयो। यो फेरि अर्कै प्रजातिको, यो फेरि अर्कै प्रजातिको पिस जस्तो छ। आरु बेरी हो कि आरु हो। यो फेरि अलि ठुला दाना छन्। यस्तो छ ल हेर्नुहोस् है। यस्तो झन् के कुरा गर्नु र। आहा फल खाने मन भए कान्छी आऊ यता। यो फल खाने मन भए नभाग्नु है टाढा टाढा। वाउ दामी। यहाँ एउटा
यसले खाइरहेछ ल फली। हेऱ्यो देख्नुभयो गर्नुभयो, यसले फल खाइरहेछ है। यसले खाएछ फल। खाओस्। यसैको दिन छ। उड्यो फल कस्तो लटरम्मै झुत्तै फलेछ हेर्नु त। यो मेरो ट्रेलर हो। मेरो कम्पनी त्यही हो, मर्नाबाज। यो मेरो ट्रेलर भयो। क्यामेराले नि भेट्दो रहन्छ। कस्तो राम्रो छ क्या सूर्यमुखी खेती होइन। यो फेरि तपाईँको वी क्लिन वाटर अरे। खै वाटरलाई सफाइ गर्ने चिज रहेछ कि के रहेछ। वी क्लिन वाटर भनिरहेछ यहाँ, लोगो टाँसिरहेछ। मैले राम्रोसँग बुझिनँ। बायोगेस ठिक छ। मैले यहाँ लोड लिएर आएको थिएँ, त्यही भएको भएर भित्र त पानी अशुद्ध छ। हुन्छ, हस्, धन्यवाद हजुरहरूलाई साथ दिनुभयो, सपोर्ट गरिदिनु होला। हस्, नमस्कार, धन्यवाद। रमाइलो पनि गर्नु होला, हेरेर मनोरम दृश्यहरू छ। हस्, नमस्कार, धन्यवाद, बाई बाई। आफ्नो ख्याल राख्नु होला।